टन्नै मान्छेले घडी त लगाउनुहुन्छ, तर आफ्नो घडी कुन टाइपको हो भन्ने नै थाहा हुँदैन। त्यो थाहा पाउनको लागि भिडियो लास्टसम्म हेर्नुहोला। घडी नर्मली दुई प्रकारका हुन्छन्। पहिलो, क्वार्ट्ज घडी। सबैभन्दा कमनली लगाइने घडी भनेको क्वार्ट्ज हो। यो घडी ब्याट्रीबाट चल्छ र क्वार्ट्ज घडीको पहिचान सरसर्ती हेर्दा भनेको सेकेन्ड सुई रोकिने चल्ने तरिकाले थाहा हुन्छ। दोस्रो, अटोमेटिक घडी। ब्याट्री नचाहिने र घडी हलाउँदा आफै चल्ने घडी अटोमेटिक घडी हो। अटोमेटिक घडीको पहिचान पनि सरसर्ती हेर्दा सेकेन्ड सुईको स्विप गर्ने तरिकाले थाहा हुन्छ। तपाईँलाई कुन प्रकारको घडी मनपर्छ कमेन्टमा भन्नुहोला। अनि यस्तै चिज थाहा पाउनको लागि लाइक, सेयर, सब्सक्राइब र फलो गर्नुहोला। धन्यवाद। तपाईँले लगाउने घडीको सबैभन्दा इम्पोर्टेन्ट पार्ट ब्याट्री हो भन्ने लाग्छ भने तपाईँ गलत हुनुहुन्छ। के हो त थाहा पाउन यो 20 सेकेन्डको भिडियो हेर्नुहोस्। क्वार्ट्ज घडीभित्र एउटा सानो क्वार्ट्ज क्रिस्टल हुन्छ। ब्याट्रीबाट करेन्ट जाँदा यो क्रिस्टल प्रति सेकेन्ड 32,768 पटक भाइब्रेट गर्छ। घडीको सर्किटले त्यो भाइब्रेसन गनेर हरेक सेकेन्ड एउटा सिग्नल बनाउँछ अनि सानो मोटरले सेकेन्डको काँटा एक स्टेप अगाडि सार्छ। त्यसैले क्वार्ट्ज घडी धेरै नै सही, सस्तो, भरपर्दो र कम मेन्टेनेन्स चाहिने हुन्छ। यस्तै सजिलो भाषामा घडीको रोचक कुराहरू जान्न फलो गर्न नबिर्सिनु होला। यो घडीको इन्जिन तपाईँ नै हो। गफ खाना जस्तो लाग्यो? भिडियो लास्टसम्म हेर्नुहोला। अटोमेटिक घडी तपाईँको हातको मुभमेन्टबाट चल्छ। हात हलाउँदा भित्रको रोटर भन्ने सानो वेट घुम्छ। त्यो रोटरले स्प्रिङलाई बिस्तारै टाइट गर्छ अनि त्यो स्प्रिङमा इनर्जी स्टोर हुन्छ। त्यसपछि त्यो इनर्जी बिस्तारै रिलिज हुँदा गियरहरू घुम्छन् अनि लास्टमा घडीको सुईहरू चल्न थाल्छन्। त्यसैले ब्याट्री चाहिँदैन। घडी लगाउँदै गर्नुहोस्, घडी आफै चल्दै जान्छन्। कस्तो कुल होइन त? यस्तै घडीको रोचक कुराहरू जान्न लाइक, सेयर, सब्सक्राइब र फलो गर्नुहोला। धन्यवाद। 10 वर्ष पुरानो सामान त फालिन्छ, तर यो 40-50 वर्ष पुरानो सेको घडी आजसम्म किन यति धेरै डिमान्डमा छ त? किनभने भिन्टेज सेकोहरू पुरानो घडी मात्र होइन, क्वालिटीको एक्जाम्पल हो। त्यो बेला सेकोले आफ्नै अटोमेटिक मुभमेन्ट बनाउँथ्यो। बिल्ड क्वालिटी पनि एकदम राम्रो हुन्थ्यो। राम्ररी सर्भिसिङ गरेपछि यी वाचहरू अझ पनि धेरै वर्षसम्म मजाले चल्छन्। जस्तै यो सेको र सेको 5हरू धेरै पुरानो भए पनि मजाले चलिरहेको छन्। त्यही भएर पुरानो भए पनि यसको डिमान्ड एकदमै बढेको छ। यस्तै घडीको बारेमा थाहा पाउन लाइक, सेयर, सब्सक्राइब र फलो गर्नुहोला। धन्यवाद। तपाईँको मोबाइल स्पिकरको म्याग्नेटले तपाईँको घडीलाई बिगार्न सक्छ, तर कसरी? ध्यान दिएर सुन्नु, म भन्छु। मेकानिकल वाचमा सानसानो मेटल पार्ट्स हुन्छन्। म्याग्नेटको नजिक धेरै बेर बस्यो भने त्यो पार्ट्स म्याग्नेटाइज हुन सक्छ। त्यसपछि वाच एकदमै ढिलो चल्ने, छिटो चल्ने या गलत समय देखाउन थाल्छ। तर चिन्ता नगर्नु, यो पर्मानेन्ट ड्यामेज हुँदैन। घडी सर्भिस सेन्टरले डिम्याग्नेटाइज गरेपछि फेरि नर्मल जस्तै चल्छ। छैन त यो अचम्मको कुरा? यस्तै घडीको रोचक कुराहरू जान्न लाइक, सेयर, सब्सक्राइब र फलो गर्नुहोला। धन्यवाद। घडीको सुई र बजेको अङ्कहरू अँध्यारोमा किन चम्किन्छ? के त्यसमा लाइट लुकाएको हो? होइन। घडीको डायल र सुईमा ल्युम भन्ने अनौठो रसायन लगाएको हुन्छ। यो रसायनले दिनभरि सूर्यको लाइट वा रुमको लाइटले चार्ज लिन्छ अनि अँध्यारो हुँदा त्यही चार्ज गरेको इनर्जी बिस्तारै छोडेर चम्किन्छ। यसको आविष्कार अँध्यारोमा समय हेर्न सजिलो होस् भनेर भएको हो। अब तपाईँको घडी पनि रातिमा चम्किन्छ कि चम्किँदैन कमेन्टमा भन्नुहोस्। धन्यवाद। 5 गल्तीले तपाईँको घडीलाई चाँडै बिगार्छ। नम्बर 4 त धेरैले गरिरहेकै हुन्छन्। नम्बर 1, क्राउन खोलेर पानीमा जानु। नम्बर 2, अटोमेटिक घडीलाई फोन या स्पिकर नजिक राख्नु। नम्बर 3, ब्याट्री सकिए पनि धेरै दिनसम्म सकिएकै ब्याट्री घडीभित्र राख्नु। नम्बर 4, घडी लगाएर तातो पानीले नुहाउनु या घडीमा तातो पानी पार्नु। नम्बर 5, समस्या आए पनि सर्भिसिङ या बनाउन नलग्नु। यो 5 मिस्टेक अभोइड गरे तपाईँको घडी धेरै वर्षसम्म राम्ररी चल्छ। र यस्तै चिजहरू थाहा पाउन लाइक, सेयर, सब्सक्राइब र फलो गर्नुहोला। धन्यवाद। आफ्नो घडी लङ लास्टिङ बनाउनु छ भने यो 5 गल्ती कहिले पनि नगर्नु। नम्बर 1, घडीलाई धेरै समयसम्म डाइरेक्ट सनलाइटमा नछोड्नु। नम्बर 2, आफै जानी पल्टेर ब्याक कभर नखोल्नु। नम्बर 3, सस्तो या जुन पाए त्यही ब्याट्री नहाल्नु। नम्बर 4, धेरै तातो या धेरै चिसोमा घडी नराख्नु। र नम्बर 5, पुरानो घडीलाई वाटर टेस्ट नगरी स्विमिङ पुल या पानीमा नलग्नु। यी 5 गल्ती अभोइड गर्नु, घडी धेरै समयसम्म राम्रोसँग चल्छ। यस्तै चिज थाहा पाउन लाइक, सेयर, सब्सक्राइब र फलो गर्नुहोला। धन्यवाद। घडीमा 5 बार 10 बार लेखेको देख्नु भएको होला, तर बार भनेको चाहिँ के हो त? बार भनेको घडीले कति वाटर प्रेसर ह्यान्डल गर्न सक्छ भन्ने हो।
5 बार भने रफली 50 मिटर्सको वाटर रेसिस्टेन्स हुन्छ। रेन, ह्यान्ड वासिङ जस्तो नर्मल युजको लागि ठिक हो। 10 बार भने रफली 100 मिटर्स हो। स्विमिङ जस्तै वाटर एक्टिभिटिजको लागि ठिक हुन्छ। तर 100 मिटर भन्दैमा 100 मिटर डाइभ गर्न चाहिँ मिल्दैन है फेरि। त्यसको एक्चुअल मिनिङ के हो त्यो चाहिँ अर्को भिडियोमा बुझाउँछु। त्यही भएर लाइक, सेयर, सब्सक्राइब र फलो गर्नु होला। धन्यवाद। 100 मिटर वाटर रेसिस्टेन्स भनेर घडी त किन्नु भयो, तर स्विमिङ गर्दा या रेनले गर्दा घडीभित्र पानी छिर्यो। तर कसरी? यो भिडियो हेर्नु, म बुझाउँछु। 100 मिटर भनेको घडीले ल्याब टेस्टको बेला 100 मिटरको वाटर प्रेसर ह्यान्डल गर्न सक्यो भन्ने हो। रियल लाइफमा स्विमिङ गर्दा हातको मोमेन्ट र पानीको प्रेसरले एक्स्ट्रा प्रेसर क्रिएट गर्छ। त्यसैले 100 मिटर भने 100 मिटर डिपसम्म जान मिल्छ भन्ने होइन। यस्तै घडीको बारेमा रोचक चिजहरू जान्न लाइक, सेयर, सब्सक्राइब र फलो गर्नु होला। धन्यवाद।